अब चाहिँ हामी जान लागेको छौँ कहाँनिर भन्दाखेरि मन्दिर जान लाग्यो। आज चाहिँ विवेकाको बर्थडे, सो सबले एकचोटि ह्याप्पी बर्थडे भन्यो है। ओए तर्साउला गरेले सहयोग गर्न आएको है उता सामान बस्नु दिस इज हाम्रो 5 वटा टिकट है। होइन हामी चाहिँ एकदमै टपमा पऱ्यो हाम्रो सिट चाहिँ, मतलब हामी टप पनि लिएको हो। अब चाहिँ हामी जान्छौँ उता हाम्रो। सो तपाईँहरूलाई मेरो ब्लगमा स्वागत छ। अनि आज चाहिँ घरमा छु म, अनि यहाँ भण्डारी छु हेर्नु। अनि त्यही आज चाहिँ म अनि घरमा छु। अनि आज चाहिँ हाम्रो स्कुटी बिग्रेर तनाव भएको छ। अनि त्यो स्कुटी चाहिँ बनाउनु लगेको छ होइन। स्कुटी चाहिँ लो त्यो उयो फ्यालेको भएर चाहिँ तनाव भइरहेको छ मलाई होइन। स्कुटी खाएँ म आज लास्टै। अनि त्यही हो आज चाहिँ यस्तै भइरहेको थियो। भण्डारी के छ? एक हप्ता पछि हान्यो। अनि आज चाहिँ विवेकाको बर्थडे गर्ल आज चाहिँ हाम्रो विवेकाको बर्थडे हो। अनि बर्थडेको दिनमा नि त्यो घरमै बसिरहेको छ। हामी आज घुम्न जाने प्लान थियो तर स्कुटी बिग्रेर तनाव भयो। अनि अहिले चाहिँ स्कुटी फाइनली घरमा आइसक्यो है। अनि टायर हेर्नु न, टायर चाहिँ नयाँ नै हालिदियो है, राम्रो छ, 1 वर्ष ग्यारेन्टी हो टायरको। सो आज पनि 2500 चुना लाग्यो। अनि चुना लाग्यो त के भन्नु होइन, 2500 चाहिँ गयो हेर। अलिकति पैसा नभएर जाँदाखेरि चाहिँ अलिकति खिन्न हुँदो रहेछ के आलु। अब त्यो म चाहिँ अहिले घरमा छु। अनि यसो खानसाना खान लाग्यो। आज बर्थडे हो नि त हाम्रो विवेकाको। अनि आज चाहिँ बर्थडे स्पेसल भ्लग आउँछ है, एकदमै खतरा हुन्छ। त्यो हामी चाहिँ अब यसो खाजा खाएर चाहिँ अब यता बाहिरतिर निस्किन्छौँ। के कति के हुन्छ तपाईँहरूलाई सबै देखाउँछौँ है। अनि आज चाहिँ अब अलिक खतरा नै हुन्छ है, स्पेसल है। आज चाहिँ हामी अलिक दामी ठाउँमा जान लागेको छौँ। सो एकदमै हुन्छ नि, तपाईँहरूले भिडियोमा देख्नुहुन्छ कि आज के भयो, कसरी भयो होइन, किन भयो भने सब चिजहरू चाहिँ म देखाउँछु। सो गाइस बस सो धेरै दिनपछि हामी अब जान लागेको छौँ 2 जना राइडमा। अलिकति पहाड त अगाडि देखिरहेको त राम्रोसँग, यो पनि राम्रोसँग। अनि हेर्दा अब सो अब चाहिँ हामी जान लागेको छौँ कहाँनिर भन्दाखेरि मन्दिर जान लाग्यो। आज चाहिँ विवेकाको बर्थडे, सो सबले एकचोटि ह्याप्पी बर्थडे भन्यो है। विवेका मक्कै होला बसेर अनि यता छ मन्दिर। सो हामी चाहिँ अब झन्डै ठोकाएर मान्छेले। अनि आज चाहिँ बिहान हामीले नयाँ टायर फेरेको छौँ यसको बर्थडेको दिनमा। अलिकति टायरले चाहिँ अलिकति समस्या दिइरहेको थियो। अनि हामीले टायर पनि चेन्ज गऱ्यौँ आज बिहान। अनि हिजो पनि पैसा अलिअलि चिलायो, आज पनि चिलायो। सो त्यो हो, त्यो पैसा चिलाएको कुराहरू चाहिँ छोडिदियो अहिले है। अब चाहिँ हामी मन्दिर जान लागेको छौँ आज विवेकाको बर्थडे। सो आज हामी दिनभरिमा चाहिँ हामीले यति धेरै रमाइलो गर्नेवाला छौँ, त्यो कसैले सोचेको पनि छैन। मतलब हाम्रो लागि रमाइलो हुन्छ आज चाहिँ, लास्टै रमाइलो हुन्छ आज। अनि मैले छुट्टी पनि लिएको छु। सो हाम्रो विवेकाको बर्थडे हो नि त। अनि आज छुट्टी पनि लिएको छु चट्टपारामा होइन विवेका। हामी कुन मन्दिर जानला? ए अगाडि देखिरहेको छैन, एकचोटि हेरेर यो पनि राम्रोसँग देखाएको छ। मनकामना उहाँसँग जानु, तेलहरू त नहाल्ने। सो आज यति नै तेलमा चाहिँ हामीले सर्भाइभ गर्नुपर्ने हुन्छ, इङ्ग्लिस नबुझेर तनाव फेरि विवेकाले यो कुरा हान्दै त्यो त दिउँसो अहिले नजानु त्यो त, अहिले जाने र माथि हो। सो हाँसु उयो घरको सो पानीमा हेर्नु न, पानी आउँछ। अनि अब चाहिँ हामी अहिले यहीँ हामी छेउको मन्दिर बुढानी मन्दिर छ। बर्थडेको दिनमा चाहिँ मन्दिर जानै पर्छ भन्ने ट्रेन्ड चलाएर रहेछ पहिल्यैदेखि। अब किन हो, अब अरू दिन मन्दिर नजाने मान्छे बर्थडेको दिनमा चाहिँ मन्दिर भनेर बिहानदेखि नै हुन्छ। हामी जान लागेको छौँ मन्दिरमा। अब मन्दिरै गएर हेर्नु होला तपाईँले यसो के कसो हुन्छ होइन। अनि आज चाहिँ अब बिहानै सकमा लाग्यो नि त 2500को टायरै गयो। के भयो यार अगाडि फेरि अति नै गाह्रो हुन्छ कि आज। अनि यस्तो
टाइममा बितालेको बेला चाहिँ दामी दामी कन्टेन्टहरू बनाउनु पर्ने हो तर कन्टेन्ट नै अब के बनाउने हुन्छ सो त्यस्तो सोच्नुभन्दा पनि मैले चाहिँ ल भिडियो प्ले गर्छु नि त भनेर चाहिँ हिँडिरहेको हुन्छ होइन सो त्यही हो हप्तामा दुईवटा मात्र भिडियो हाल्ने तर दामी हाल्ने त्यस्तो पनि गर्न सक्छु मैले तर भिडियो अब दिनकै गर्नु मन लाग्छ होइन त्यही भएर मैले दिनकै भिडियो बनाउँछु त्यही है जाउँ अब धेरै टाढा छ नि स्कुटी नै क्या स्मुथ भएको पुरै चिल पारामा स्मुथ भएको अब चाहिँ हामी मन्दिर जान्छ अनि अलिअलि क्यास पैसा बोकेको छ अलिअलि त्यो अहिलेको त्यो अलिअलि हामीले क्यास पनि बोकेको छौँ धेरै खाने क्यास हामीसँग जम्मा 100 रुपियाँ छ ल के गाडी त पुरै पेल्न खोज्छ त छ पिङ्क कलर म ल्याएँ होइन त्यसैमा अनि हामीसँग चाहिँ क्यास पैसा धेरै छैन त्यो मन्दिरमा यसो अलिअलि केही किन्न पऱ्यो भने छ 50-60 रुपियाँ अनि अरू पैसा चाहिँ क्युआरमा छ अलिअलि अनि त्यही आज चाहिँ हामीले अब क्युआर नै युज गर्छौँ जहाँ पनि होइन जाउँ अब बिस्तार आफ्नै पारामा कस्तो यो फर्स्ट एडिट भ्लग बनाएको कस्तो भइरहेको तपाईँलाई कस्तो यसलाई त बोल्नै नजस्तै त तर होइन है भ्लगमा केही चेन्जेस ल्याउन खोजिरहेको छु यतातिर पर्खाल पनि हालिदिएको हेर्नु न अनि तेल चाहिँ कुन बाटोमा गएर सकिन्छ मलाई अलिकति थाहा छैन अनि यतातिर चाहिँ यो चार्जिङ स्टेसन खोलेको अर्को पनि सो यो चाहिँ जहाँ जति खोले पनि चल्ने नै हेर्नु फिक्स चल्ने के बिहानदेखि बेलुकासम्म गाडी हुन्छ क्या सो सबभन्दा सुरुमा खोलेको भनेको चाहिँ हाम्रो वहाँ माथि दुर्गा माता चार्जिङ स्टेसन हो नफोटाउने के पनि सो हामी चाहिँ एकचोटि दर्शन मात्रै गरेर आउँछु किनकि मैले चाहिँ बिहान अब केही खानेकुराहरू खाइदिइसकेँ मैले चाहिँ ल आज हामीसँग म पनि आउने प्लान थियो तर बिहान यताउता केही भएर चाहिँ मम्मी आउनु पाउनु भएन अनि हामी चाहिँ मन्दिर आइसक्यौँ अनि यस्तै छ भित्र बाहिर अलिअलि पसल निकिन होइन यो चाहिँ यस्तो मिठो खयो होइन यो क्याब लगाएर यस्तो मिठो खयो चाहिँ अनि हाम्रो बिहा र मामा आएको छ अनि जो दामी नै हो हाम्रो बुढादेवी मन्दिर मेन हो यो चाहिँ अनि यस्तै भइरहेको थियो अनि आज चाहिँ यसको ह्याप्पी बर्थडे कसको सँगै अनि यो चाहिँ मलाई एकदमै सानोदेखि एकदमै मनपर्छ होइन अनि तिमीले लिएर म लगाउँदैन मैले खाना खाइदियो नि त होइन नि त म लगाउँदैन नि मैले खानेकुरा खाइसकेँ म चाहिँ घरमा सेलहरू नि खाएर होइन म खाएर आउनु नहुने थियो खासमा तर भोक लाग्यो नि त मलाई होइन अनि मैले खाइदिएँ त्यसको लागि एकदमै सरी है म खाने म लाउँछु त ला न यस्तो मन्दिरको हालत चाहिँ जो दामी नै हो कहाँ लाउँछ त्यो अनि हामी एकछिन मात्रै हाम्रो एचआइडीमा जानेवाला छ त्यहाँ चाहिँ एकदमै त्यो बाँदरहरू आउँछ अनि त्यो बाँदरलाई यसो खुवाउनलाई चाहिँ हामी एकछिनमा अहिले जानेवालामा छौँ सो त्यो क्लिप चाहिँ अब आउँछ कि आउँदैन अलिकति टेन्सनमा किनकि मलाई बाँदरदेखि डर लाग्छ होइन एकदमै अनि त्योहरूले अलिकति अट्याक गर्ने तरिका पनि हुन्छ नि त अनि त्यो भएर चाहिँ अलिकति गाह्रो छ मलाई सो त्यही हो अब हेर्दै जाउँ मन्दिर घुमाएँ मन्दिर यस्तै हो सो हामी 1-2वटा फोटो हान्छौँ अनि यहाँबाट जान्छौँ अहिलेतिर बाँदरहरू छैन नत्र यहाँ यस्तो छतमै बाँदरहरू रोज हुन्थ्यो सो गाइज अनि बर्थडे गर्ल चाहिँ यहाँ सुँगुर जस्तो देखिरहेछ अनि म चाहिँ यहाँ अहिले घरतिर नै छु होइन आज अब काममा गएको छैन भने तपाईँलाई थाहा नै छ अनि यहाँ दुईजना बुढाबुढी मिलेर हेर्नु यहाँ बोडी केलाइरहेको छौँ हामी चाहिँ चट्टा पारामा सो मम्मी चाहिँ बाहिर हुनुहुन्छ बस्नु भइरहेको अहिले चाहिँ अनि त्यही अब चाहिँ हामी अब आज अब त्यहाँ माथि यसो अब त्यहाँ बाँदरहरू छ क्या अब त्यो बाँदरहरूलाई चाहिँ अब यसो खानेकुरा होइन ल केरासेरा के हुन्छ अलिअलि धेरै पैसा छैन मसँग अलिअलि चाहिँ उस कति सक्छ होइन त्यति लगेर यसो हामी बाँदरहरूलाई खुवाउन जान लागेको छौँ अब चाहिँ यसो यो र मम्मी चाहिँ जानुहुन्न मम्मीलाई डर लाग्छ होला सायद होइन त्यो भएर मम्मीलाई चाहिँ मैले भनेको होइन अनि अब चाहिँ हामी जान्छौँ उतैबाट चाहिँ अब त्यो फिल्म
आज चाहिँ अब यसो फिल्म हेर्न जाउँ न अब कति घरमा बसेर कति मोबाइलमा को बादर स्पेशल मान्छे भने मेरो मान्छे को स्पेशल मान्छे के को त कस्तो कालो धुवा स्पेशल मान्छे को थाहा हैन कस्तो कालो धुवा छ तलाई स्पेशल मान्छे म थाहा हैन ए हाम्रो आज मम्मी पनि आउनेवाला छ है आज हाम्रो भिडियोमा चाहिँ मम्मी पनि आउनुहुन्छ जस्तो बिबिकाको मम्मी पनि बिबिका जस्तै छ होइन टक्क सेम जोडा दिदी जस्तो अनि त्यही हामी जब यहाँबाट जान लागेको छौँ त्यही भएर तपाईँहरूलाई यसो अब भनिदिनु त खबर हामी कस्तो मोबाइलमा किरा बस्यो है मेरो अनि अब चाहिँ हामी जान लाग्यो अब सो हामी चाहिँ कुन चाहिँ फिल्म हेर्न जान लाग्यो भन्दाखेरि चाहिँ प्राण भन्ने पराण भन्दैन त्यसलाई प्राण भन्छ कि प्राण जे होस् बुझे हुन्छ कि जे जस्तो भयो नि बुझे हुन्छ अनि चाहिँ हामी चाहिँ त्यही फिल्मको टिकट काट्न जान लागेको छौँ पाउने हिँड्नु पर्ने थाहा छैन जे होस् हामी एकचोटि गएर आउँछौँ सो सुरुमा चाहिँ हामी उता जान्छौँ है त ल सो हामी टिकट चाहिँ लिइसकेको छौँ है अनि चाहिँ हामी चाहिँ फिल्महरूको बाहिर अनि हामी टिकट चाहिँ लिइसक्यो अब बेलुका यहाँ यस्तो धुमधडाका हेर्नुभएको टिकट देखाएको नि दिस इज हाम्रो 5 वटा टिकट है होइन हामी चाहिँ एकदमै टपमा पऱ्यो हाम्रो सिट चाहिँ मतलब हामी टप पनि लिएको हो अब चाहिँ हामी जान्छौँ उता हाम्रो यहाँ सो गोजी पनि फेरि स्ट्यान्डर्ड है हाम्रो फेरि अनि यो चाहिँ हाम्रो शीतल महल चोकको ओमेक्स हल है ओमेक्स हलमा चाहिँ फिल्म हेर्न आइदिनु होला अलिअलि धेरै पसन्द पर्दैन कि सो अब चाहिँ यहाँबाट हामी जान लागेको छौँ उता मासतिर अब तपाईँलाई भनेको थिएँ नि अब यसो बादरहरूलाई भेट्न बादर दोस्तहरूलाई भेटेर जान लाग्यो हामी चाहिँ सो यस्तो है बजारको हालत अनि यताबाट पानी पर्ला जस्तो भयो कि के भयो थाहा छैन मलाई सो अब चाहिँ हामी जान्छौँ यहाँबाट सो अनि गाइज आइसकेका छौँ है म चाहिँ अनि यहाँ तल चाहिँ हाम्रो केरा रहेको छ सो आज चाहिँ हामी अब अलिकति मन्दिर भन्दा अलिकति बाहिर त देखाएको छैन अगाडि हेर्दा सबै राम्रो छ अनि सो आज चाहिँ हामीले यो केरा लिइसकेको छौँ अब जान लागेको छौँ हामी चाहिँ कहाँ भन्दाखेरि भनेको थिएँ नि हामीले तपाईँलाई सो मन्दिर जानुभन्दा पनि कसै दुःखी गरिबलाई चाहिँ खुवाइदिनु त्यसमा चाहिँ बढी धर्म हुन्छ भनेर एम्बुलेन्स दिस एम्बुलेन्स है अनि जाउँ ए झन्डै गएर म कस्तो पेलाए गाडीहरू हेर्नु फास आइराखेको पुरै लाम कस्तो रिस उठेको मलाई यार अनि सो त्यही हो हामी चाहिँ अब जान लागेको छौँ गइदिन्छ अब त जेसुकै होस् होइन हेर त बेबीको अगाडि देख्रा अनि जान लागेको छौँ हामी चाहिँ अब हाम्रो मित्रहरूलाई भेट्नलाई हाम्रो पूर्वजहरूलाई सो मान्छेलाई खुवाउन नसके पनि जनावर होइन नबोल्ने यहाँ चाहिँ सिलौटाहरू बनाउँछ सो नबोल्ने जनावरहरूलाई चाहिँ कसैले नि त्यो हेल्प गर्दैन नि त लगभग कसैले गरेर हुन्छ होइन त्यो एकदमै राम्रो कुरा हो सो आजबाट चाहिँ होइन मान्छेले त बरु गरेर खान सक्छ होइन जनावर बिचरा जनावरहरूलाई कसले दिन्छ के पछाडिबाट ट्रकले पेल राख्यो यारमा यस्तो पेल राखेन अब यस्तो टर्निङमा कसरी अगाडि जान दिउँ होइन त्यही भएर म आफै अगाडि जान्छु सो हामी चाहिँ अब तपाईँहरूलाई थाहा नै होइन अब यहाँ अगाडितिर उयोहरू पाउँछ बादरहरू सो बादर भन्न चाहिँ कस्तो अलिकति अप्ठ्यारो भइरहेको होइन सो जे होस् अलिकति केराहरू भयो भने पनि खान्छ नि यहाँ त्योले यार होइन एउटा खाए पनि अलिकति भयो नि उयो हुन्छ नि त अनि त्यही भएर चाहिँ हामीले अब यो केरा लिएर आइसकेको छ 200 रुपियाँको अब धेरै पैसा त छैन मसँग नत्र झ्याप्पै ग्याम्बै किन्नुहुन्थ्यो छैन नि त अनि त्यही भएर चाहिँ होइन सुरुमा गएर आउने अनि हामीसँग तेल पनि छैन यो त्यो 200 रुपियाँ तेल पनि हाल्न सक्थेँ मैले होइन मसँग पैसा पनि छैन खासै धेरै अनि सो तेल नहालिकन चाहिँ अनि त्यही पनि म हिँडिसकेको छु अब उनीहरूलाई खुवाइदिनुको लागि यसो अलिकति होस् न होइन अब धेरै दिन नसकौँला होइन अब तपाईँहरूले एउटा साइड त सुने होला होइन धेरै जीवनभरको खुसी दिन नसकौँला होइन पैसाले उयो गर्न नसकौँला तर मायाको चाहिँ कमी हुने छैन भने जस्तै अब यो पनि अब जति सक्छ त्यति होइन आफूले जति गर्नु सक्छ त्यति चाहिँ मैले किनिसकेको छु है अलिक धेरै नै छ यो बाहिरबाट चाहिँ थोरै देखायो होइन तर अति नै धेरै छ यहाँ चाहिँ लगभग कतिवटा 20 वटा जति छ होला होइन है 20 वटा त छ होइन लगभग लगभग यहाँ 24 वटा केराहरू चाहिँ छ होइन अनि त्यहाँनिर बादरहरू चाहिँ धेरै छैन जस्तो लाग्छ मलाई त्यही 12-13 वटा होला हरेक भागमा चाहिँ 2-2 वटा पर्छ जस्तो लाग्छ मलाई होइन अनि त्यतिको ट्रकले पेल्यो है यस्तो पेल्यो यो ट्रकले होइन न ल्याम्मै पेलेर गइदिएर अनि अगाडि देखेर हाइवे आयो मजाले अनि त्यो त्यही हो अब चाहिँ सो अगाडि हाम्रो जङ्गल रहेको छ सो यो ट्रक चलाउनेहरू यस्तोमा पेले होइन योहरूले आज हामीलाई अनि हेर्नु पछाडि यहाँ नैनामा
ट्रक आइरहेको पछाडि होइन अब यसलाई जान दिन्छु कि म जाऊ भाइ जाऊ अब त्यो भनेको सङ्केत हो कि जाऊ भनेर जानु भनेर उयो गरे क्या अन्त त्यही हो अब चाहिँ हाम्रो गन्तव्य आउन थालिसक्यो होइन धेरै टाढा छैन यहाँ अगाडि हो सो तपाईँहरूलाई पनि केही गरी अब कसैलाई हेल्प गर्न मन लाग्यो होइन अब मन्दिरमा गएर दान गर्न मन लाग्यो भने नगर्नु होला है कि त भोकै बसेको मान्छेहरूलाई खाना खुवाइदिनु होला होइन आफैले लगेर कि त यस्तो यो नबन्ने जनावरहरू जस्तै बाँदर कुकुरहरू हुन्छ नि त्योहरूलाई चाहिँ लगेर खुवाइदिनु होला होइन यति आनन्द हुन्छ मन होइन रियल ह्याप्पिनेस भनेको चाहिँ त्यो हुन्छ जस्तो लाग्छ कि मलाई किनकि अरूले खुवाएको देख्दा पनि अब क्या खुसी लाग्ने होइन अनि त्यो आफूले खुवाउन नसकेर के हो त होइन त्यस्तो हुने अब सो त्यही हो अब चाहिँ यहाँबाट धेरै टाढा छैन अलिकति अगाडि मात्र हो अनि तपाईँहरूलाई यसो अब भिडियोको माध्यमबाट कि तपाईँहरू नै यहाँ लिएर आएर खुवाइदिनु होला होइन अब कसैलाई सहयोग नै गर्नु मन लागेको छ भने चाहिँ यो भिडियो हेरेर यसो आएर यहाँनिर अब धेरै नसके पनि अलिअलि भयो नि यहाँनिरबाट सुरु भइसक्यो तर यो मेन रोडमा खुवाउनु हुँदैन मान्छेले त अब उयो माथि मान्छेले धपाइदिन्छ होइन सो त्यस्तो गर्नु हुँदैन अब जाउँ ल अलिकति माथि जाउँ ल धेरै माथि होइन ल अलिकति कहाँ छ नि त सबैतिर सो एकदमै धेरै छ तर अलिकति उयो पनि हुन्छ तर हुन चाहिँ तर पनि ठिक छ यस यहाँनिर बस्छौँ ल सबभन्दा उता अलि धेरै नजाउँ यहाँनिर बसौँ आउँछ अहिले सो यहाँनिर आउँछ है बादरहरू चाहिँ खोइ त आएन यार कता पछाडि यस्तो छ यहीँबाट त सो यहाँ चाहिँ छैन रहेछ ल अलिकति तल जाउँ ल बच्चा पनि हुन्छ सानो सो यहाँनिर छैन रहेछ अलिकति तल जाउँ ल अलिकति तल जाउँ सो हेरौँ ल कहाँनिर छ खासै देखिएन यार आज यति उयो जतिखेर नि हुन्छ एनी टाइम छैन यार कुक 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 ल ल कुक 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 ल ल खै त यार छैन यार एउटा छैन नि त यस्तो रुखतिर हेऱ्यो एउटा छैन रुखमाथि बस्यो कता बस्यो हो सो छैन त यार हेर्दै जाउँ ल सो एउटा पनि देखिएन कता चाहिँ होला त यार केटाहरू कता हो छैन त बाइक कुदाको तरिका हेर्नु नि केटाहरू अन्त यस्तो गर्नु भएन है वेयर इज केटाहरू कहाँ पुग्यो छैन यार एउटा है सो हामी चाहिँ आज यहीँनिर खुवाउन आएको खासमा तर देखिएन अलिकति देखिएन है के हो सब बादर दाजुहरू कहाँ भयो यार एउटा छैन मा कसम एउटा देखेन सो अति नै दामी हुन्थ्यो है अब यहाँ त छैन जस्तो लाग्यो मलाई र यतैतिर भेटिन्थ्यो तर छैन यार आज एउटा नि सो कसले यसरी घाँस फाल्यो है हरियो वनको रक्षा गरौँ भनेर आएको सो एकचोटि उता तल गएर हामी एकछिन बस्नेछौँ सो कस्तो अब यहाँबाट हेरौँ ल कतै न कतै त छ ऊ बादर उहाँ रहेछ हाम्रो एउटा चाहिँ सो त्यहीँ जान्छ अब हामी
सो त्यो नभागोस् है, त्यसले साथीहरूलाई पनि बोलाउँछ। अनि साथीहरूलाई बोलाएपछि चाहिँ अलिकति कस्तो आएन बोलाउँछ नि, बिचरा केही खान पाएको हुँदैन होइन। त्यहाँ चाहिँ छ है यसको साथीहरू। यो ट्रकहरूले गर्दाखेरि चाहिँ त्योहरू नि यो पनि हाम्रो हातबाट फुस्किन्छ जस्तो लाग्यो मलाई चाहिँ। सो अलिकति एकदमै त्यो अब सहयोगी भावना बोकेर आएको छु आज म चाहिँ। वहाँनिर हामीले एउटा बादल देखिसकेको छौँ त्यहाँनिर। होइन सो गाडीहरू चाहिँ एकदमै आएको भएर चाहिँ अलिकति गाह्रो भइरहेको। ल गयो ल है, तनाव भयो नि त। सो गाडीहरू नआइदिएको भए हुन्थ्यो भनेको, गाडीहरू आएर तनाव भयो यार। फेरि त्यो एक्लैले सबै लगिदियो भने तनाव हुन्छ कि, अनि त्यही भएर चाहिँ अलिकति गाह्रो हो। सो एकछिन नगएको भयो नि त यार, त्यसले आफ्नो साथीहरू पनि बोलाउँथ्यो होइन, मजा आउँथ्यो। हाँसेर भाकेर कति भन्नु तिम्रो आउँदैन। आइज 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 आऊ। सो बादल चाहिँ त्यहाँ रहेको छ है, हेर्नु न क्या मजाले खाएको। एउटा मात्र रहेछ। सो अलिकति डर पनि लागिरहेको थियो। आऊ ल। सो अलिक धेरै आएको भए चाहिँ एकदमै उयो हुन्थ्यो। सो अलिकति डर जस्तो माहौल पनि छ यहाँ। अरू छैन त। आइज आइज बाई आऊ ल। सो यसको साथी चाहिँ एउटा मात्र रहेछ क्यारे होइन, अलिकति के हामीलाई अच्छा ओए तर्स लाग्छ गरेले सहयोग गर्न आएको है उता। सामान बस्नु नि त। अलिकति डर लाग्यो यार अब चाहिँ। डर लाग्यो यार, केटाहरूमा आएको छौँ यार, अति नै डर लाग्यो मलाई चाहिँ। बिबिका नि झन्डै लडाएको थियो सामान यार, तिमी यार थत डर है, लास्टै डर लाग्यो। मर्दैन, अलिकति डरको माहौल थियो यार। केटाहरूमा आएको छौँ, यस्तो डर लाग्यो होइन। त्यो कस्तो त्यो झम्टिन खोज्यो, तर खासै हामी डराउनु चाहिँ नहुने हो होइन, तर पनि अति नै डर लाग्यो। खाना खुवाउने मान्छेलाई त के झम्टिनु यार है, लास्टै डर लाग्यो यार। झन् म चाहिँ त्योहरूले केही पनि गर्दैन होला भनेर चाहिँ अलिकति उयो गरेर बसेको। बिबिका नि झन्डै लडेको थियो है बिचरा। सो अलिकति डरको माहौल थियो है। कसम केटाहरू यार, सहयोग गर्न आएको झन्डै अब झम्ट्या जस्तो क्या अब हामीलाई नि। तर त्यसले झम्टेको चाहिँ होइन होला है, त्यो अलिकति दुईजना देखेर डराएको होला सायद त्यो है। सो हामी दुईजना देखेर चाहिँ सायद त्यो अलिकति डराएको हुनुपर्छ होइन, नत्र। सो अनि हामी चाहिँ रेडी भइसक्यौँ, बिबिका यता मेकअप गर्दैछ है। अनि हामी ल म लगाइदिइहाल्छु नि, यसको मेकअपको लागि हामीले यसरी देखाइदिनु भनेर। अनि चाहिँ मेकअप गर्दैछ है केटाहरू। ल यसको एकचोटि अनुहार हेरिदिनु ल, बिग्रेको अनुहार। ल ठिक छ। अनि अब चाहिँ हामी फिल्म हेरेर जान लागेको छौँ। फिल्म हलमा जानुभन्दा अगाडि चाहिँ के भन्नु आएको भने, सो हामी एकचोटि त्यहाँ पुगेको चाहिँ क्लिप देखाउँछौँ। अनि त्यो पछि भिडियोको बिचतिर अलिअलि के भयो भने होइन, अनि एकचोटि चाहिँ अनि निस्किने बेलामा क्या यो फिल्म हेरेर चाहिँ सबैजना रुन्छन् अथवा के अब अलिकति इमोसनल हुन्छ भनेर सुनेको थिएँ होइन। इमोसनली पाराले भन्दै अब म चाहिँ एकदमै इमोसनल पाराले भनिदिन्छु। मैले चाहिँ यो फिल्म हेरेर बाहिर निस्केपछि चाहिँ सबैजना एकदमै नर्भस हुन्छ होइन।
कोही रुन्छन् कोही त्यहीँनिर के गरिदिन्छन् रे भन्ने सुनेको थिएँ र हो कि होइन आज थाहा हुन्छ नि त हामी जाँदैछौँ अब फिल्म हेर्न सो अब भिडियोको होइन फिल्मको लास्टमा चाहिँ के हुन्छ तपाईँहरूलाई म देखाउँछु मान्छेहरूको रियाक्सन सो हामी अब जानु लाग्छ यहाँबाट बिबिकाको मम्मीलाई लिन जानुपर्ने भयो सो त्यही हो है ल अब हामी अब निस्किन थालेको छौँ ड्याडी मम्मी बिबिका सो यति भइसक्यो अब यसको माथि एउटा केही लगाएर च्याट भएर गइदिन्छौँ हामी है ल सरी हामीले चाहिँ फिल्म हेरेर आइसक्यो कि होइन आम्मा यस्तो यो सोबरे खतरा इमोसनल फिल्म त छ भन्दैन तर एकदमै राम्रो फिल्म चाहिँ होइन त्यस्तो खतरा इमोसनल पनि छैन त्यो गएर रुनेवाला सिगारेट झारेर रुनेवाला जस्तो चाहिँ छैन फिल्म है जोस् राम्रै छ कि अलिकति अब रियालिटी टाइपको त्यस्तो चाहिँ दामी लाग्यो मलाई चाहिँ एकदमै खतरा नै छ जोस् मजाले गएर हेर्नको लागि होइन एकदमै राम्रो छ कि सो त्यही हामी चाहिँ फिल्म पनि हेरेर आयो अनि आजको हाम्रो बिबिकाको बर्थडे पनि सक्यो है मेरो बिदा पनि सक्यो अब चाहिँ सुत्छु ल